लो गाइज Sunset paints the sky in a fire. फाइनली गाइजहरू अब अटोबाट बाख्रा लानु सुई मान्छेले हान्न गइरहेको होइन हामी आएको चाहिँ त्यहाँबाट हो खुङ्गालेर यहाँनिर खसियो यहाँनिर झन्डै खुट्टो भाँचिएको बाल बाँच्यो अनि हामी चाहिँ हाम्रोसँग यो भेडा साँप हुनुहुन्छ यता चाहिँ स्याप हुन्छ म त भने त त्यही सुन्तलाको डाक्टर अब सुडा साप भन्छ कि त्यो हेन्सम हुनु नि यो लास्टै अप्ठ्यारो रहेछ अरूको त हेन्सम भएर लप्पर चाहिँ आफ्नो हेन्सम भएर जुम्रा पर्दो रहेछ कहिले कुकुर बिसाउन कहिले बिल्लो बिसाउन कहिले मान्छे बिसाउन अस्ति भर्खर स्याउ पाकेर लदबदी थियो अहिले सुन्तला पाकेर लदबदी भएछ यो साउनको महिना सुन्तला पाक्दाखेरि लास्टै मिठो हुने रहेछ